हजुर नमस्ते। मेरो 20 वर्षको मोतीबिन्दु अपरेसन गरेको पास्ट एक्सपिरियन्समा तिलगङ्गा लेन्स मैले काफ़ी मात्रामा युज गरेको छु। मोतीबिन्दु अपरेसन गरिसकेपछि राख्नुपर्ने लेन्समा यो भर्खरै हालसालै उत्पादन भएको हजुरहरूको चाहिँ तिलगङ्गा फ्रेडोलोज आइएलको चाहिँ टेक्सार्प जुन चाहिँ हाइड्रोफोबिक र 360 स्क्वायर एज छ मोनोफोकल लेन्स, यसमा चाहिँ मैले गरेको केसहरूको चाहिँ मलाई लाग्छ यो म एकदम सन्तुष्ट छु र यो राम्रो नै यसको आउटकम म देखिरहेको छु। यो लेन्स चाहिँ यसको ह्याप्टिक अलि लामो छ र यसबाट चाहिँ हामीले चाहिँ स्टेबिलिटी डेफिनेटली यसको चाहिँ जुन क्याप्सुलर ब्यागमा हामीले मोतीबिन्दु अपरेसन गरिसकेपछि राख्नुपर्ने ब्यागमा चाहिँ यो ह्याप्टिकको मजबुतीको कारणले गर्दा यसको चाहिँ राम्रो स्टेबिलिटी छ मैले यो मान्छु। र यो अनफोल्डिङ पनि मैले चाहिँ मेरो आफ्नो विदेशी लेन्सहरू जुन जर्मन अमेरिकन लेन्सको कम्पेरिजनमा यो पनि उत्तिकै राम्रो अनफोल्डिङ छ र यसको चाहिँ स्लोली अनफोल्ड भएर लेन्स ब्यागमा बस्नुपर्ने जुन चाहिँ सिचुएसन छ त्यो राम्रो मैले पाएको छु। हामीले पोस्ट अपरेटिभ अपरेसन गरिसकेपछि डे 1, डे 7 र डे 30 मा हामीले हेर्छौँ र हामीले यो टेक्सार्प लेन्स राखेको केसहरूमा चाहिँ मिनिमल इन्फ्लेमेसन पाएको छौँ र पेसेन्टको पनि हामीले भिजुअल एक्युटी कम्पेरेटिभली एकदमै राम्रो छ। अलमोस्ट नियर टु 6/6 100% नै भिजन एचिभमेन्ट भएको छ र हामीले इभन 6 मन्थसम्म पनि हामीले फलोअप गर्दाखेरि पिसिओ जुन पोस्टर क्याप्सुल अपासिटी लेन्सको पछाडि हुनुपर्ने चाहिँ यो स्क्वायरेज भएको कारणले गर्दा यो लेन्सको चाहिँ हाइड्रोफोबिक भएको कारणले गर्दा पिसिओ एकदमै हामीले कम देखेको छौँ र यसबाट आउटकम पनि राम्रो छ र पेसेन्टले पाउने जुन भिजुअल एक्युटी र बाहिरको जुन हेर्नुपर्ने बेस्ट करेक्टेड भिजुअल एक्युटीमा चाहिँ आई थिङ्क दे आर भेरी ह्याप्पी सेटिस्फाइड म मान्छु। पेसेन्टले चाहिँ अब सुरुमा आउँदाखेरि चाहिँ उनीहरूले चाहिँ अब फर्स्ट पोस्ट अफ डेमा अभियसली भिजन 6/9 6/12सम्म हुनसक्छ, तर हामी चाहिँ फाइनल भिजुअल एक्युटी चाहिँ रिफ्र्याक्सन जुन भन्छ हामीले 1 महिनामा गर्छौँ र 1 महिनामा गर्दाखेरि उनीहरूको अलमोस्ट धेरै पेसेन्टको अलमोस्ट नियर टु 100% नै पेसेन्टहरू चाहिँ विथ 6/6 नै उनीहरूले पाएको छ र भिजुअल उनीहरूले चाहिँ आफ्नो डे टु डे वर्क आफ्नो भनौँ न अकुपेसन वाइज पढ्नुपर्ने आफ्नो काम गर्नुपर्ने त्यसमा पनि उनीहरूले चाहिँ अलिकति अब मोनोफोकल भएको कारणले +2 +3 डायोप्टर चाहिँ नियर भिजनको लागि आउनुपर्ने भए तापनि उनीहरूको चाहिँ डेफिनेटली रिहेबिलिटेसन चाहिँ पक्का राम्रो छ र बिफोर क्याटरेक्ट सर्जरी जुन गुमेको भिजन थियो र यो लेन्सले चाहिँ अभियसली इन द फ्युचरमा चाहिँ इट विल डेफिनेटली मेक अ बिग चेन्ज। कुनै पहिलाको हाइड्रोफिलिक लेन्सहरूमा चाहिँ धेरै ग्लिसनिङ हुने हामी देख्थ्यौँ, जसमा चाहिँ अब क्याल्सियम डिपोजिट्स अब लेन्सको मेटेरियल्स नै अलिकति वाइटनिङ हुने देख्थ्यौँ र यो हाइड्रोफोबिक अब डेफिनेटली अब नेक्स्ट हाम्रो प्र्याक्टिस भनेको हाइड्रोफोबिक इन्ट्राओकुलर लेन्स इम्प्लान्टेसन नै हुन्छ र यो टेक्सार्पले जुन लेन्स बनाएको छ यसबाट चाहिँ मैले गएको 1 वर्षमा हेरेकोमा त्यस्तो कुनै पनि ग्लिसनिङ मैले पाएको छैन र लेन्सको जुन क्रिस्टल क्लियरिटी चाहिँ राम्रो म देखिरहेको छु। करेन्ट टेक्नोलोजी र पेसेन्टको डिमान्डलाई हामी सेटिस्फाई गर्नलाई त्यो फुलफिल गर्नको लागि चाहिँ सर्जरीको क्वालिटी इज भेरी इम्पोर्टेन्ट। अब क्वालिटी तब राम्रो हुन्छ जब हाम्रो अपरेसनको गर्ने तरिका प्रक्रियाहरू जुन फेको इमल्सिफिकेसन र यसमा राख्ने लेन्सहरू चाहिँ क्वालिटी राम्रो हुन्छ र हामीले चाहिँ यहाँबाट उत्पादन भएको टेक्सार्प जुन हाइड्रोफोबिक छ यो चाहिँ राम्रो र फ्युचरमा पनि यसको चाहिँ एक्सेप्टेन्स रेट बढ्ने म आशा गरेको छु र युजरहरूमा मात्र नभएर पनि इभन अब हाई भोल्युम क्याटरेक्ट सर्जरीमा गर्दाखेरि पनि यो लेन्सको चाहिँ लो कस्ट र कम्पेरेटिभली अरू बाहिरको अन्तर्राष्ट्रिय लेभलको यही हाइड्रोफोबिक लेन्ससँग कम्पेरेटिभली गर्दाखेरि यो प्राइस कम भएको कारणले संस्थाहरूलाई पनि सायद बेनिफिट नै हुने म आशा गर्छु। धन्यवाद, थ्याङ्क यू।